Hello guys, welcome back to my another video. आज चाहिँ डे 2 अनि हामी चाहिँ उता माथि डाँडामा सनराइज हेर्न जान लाग्यो ढिलो भएर सनराइज यहीँ भइसक्यो कस्तो राम्रो देखियो अरु चाहिँ ढिलो गर्यो अब अन्य पक्ष यो रमा मात्र आयौँ लास्टमा अरु चाहिँ आउँछ लास्टमा हामी किन मिस गर्ने भनेर छिटो आएको बट मिस भइसक्यो हुन त त्यही घरमै भएको थियो है ओ हिमाल देखिन्छ नि चाची वेदर हेर्नु कस्तो राम्रो देखियो कस्तो राम्रो देखियो एउटा माछा मारेर हिँड्थ्यो कि पछि पोखरा बागलुङ हाइवे गएपछि मालढुङ्गाको त्यो छेउको जुन चौर बाँकी रहेछ नि उनीहरूको रहेछ त्यो बालुवा चाँदीलाई बेचेर अनि बस किनेको गाइज हामी चाहिँ अलमोस्ट आइसक्यौँ हामी चाहिँ तपाईँ हेरेर आइसक्नु हो क्या हो हाम्रो आँखै टाढो छैन ए यहाँ त स्लाइड पनि रहेछ नि त्यो पातली गुर्सिनी खोइ त ए आइपुग्यो यता आउने यता मेरो त उसै नलागिन आएछु के भन्दा के कस्तो राम्रो सनराइज हामी चाहिँ पुग्यौँ बुद्ध भगवानको मूर्ति यही भ्यू हेर्न आएको है हामी चाहिँ यो चाहिँ बन्दैछ त्यही भएर हामी यो बाटो चाहिँ नआएको उताबाट घुमेर आएको हामी यो पुरै बन्दैछ बन्यो भने चाहिँ अझै राम्रो हुन्छ होला कस्तो राम्रो मूर्ति होइन हिमाल यहाँ चाहिँ पुरै हिमाल देखिन्छ भन्नुहुन्थ्यो यहाँ हेर्नु साथीहरू सो गाइज बाजेले चाहिँ हामीलाई यो ठाउँको बारेमा भनिदिनुहुन्छ अरे कस्तो राम्रो कि यो चाहिँ लेक हो है गाइज फेवा लेक त हो नि होइन यो यहाँ आएपछि चक्र हाल्ने डाँडा भन्थ्यौँ सायद गाउँको बारेमा त हिजो सरले भनिसक्नु भयो होला होइन नामकरण कसरी भयो भन्ने बारेमा भनिसक्नु भयो होला सायद है अब यो डाँडालाई चक्र हाल्ने डाँडा भन्थ्यौँ पहिला पहिला एउटा चलन के थियो भने पुरानो चलन यो धान खेती मकै खेती खाँदा यो असिना परेर खाइदिन्थ्यो कि जस्तै बनाइदिने त्यसलाई त्यसबाट त्यो असिनाबाट जोगाउनको लागि ओली बस्ने चलन थियो यहाँ ओली बस्ने प्रचलन थियो है एउटा फेरि ओली भने केपी ओली होइन है फेरि केपी ओली बसेको ठाउँ भन्नु होला फेरि उल्टो बुझेर है ओली भनेको कस्तो हुन्छ भन्दा यो तन्त्र मन्त्रले साधना भएको व्यक्ति त्यो यो ठाउँमा यो जङ्गलभित्र बस्ने महिलाले देख्न नहुने उसलाई खानेकुरा घरको मान्छेले चामल तेल जे छ चाहिने कुरा ल्याइदिने पानी ल्याइदिने त्यहीँ बस्ने त्यहीँ खाने र यो ठाउँमा दिन हेराएर अनि ऊ आएर गाउँको सबैलाई गाउँमा केही काम पनि नगर्ने कसैले पनि नुहाउने धुवाउने कपडा धुने खनजोत केही पनि नगर्ने घरमा खाना पकाउने खाने मात्रै गर्ने त्यो बार्ने भन्छ कि त्यसलाई त्यो चलन अझै पनि छ र यो जुन दिन यहाँनिर त्यो चक्र गाड्ने भन्ने हुन्छ त्यो चक्र गाड्ने ठाउँमा खाडल बनाउनु पऱ्यो चक्र भने प्रोपेलर के घुम्ने है अनि खाल्टो बनाएर त्यो ठाउँमा कुखुराको बलि दिएर पूजा गरेर बल्ल त्यो किलो गाड्ने चलन हुन्थ्यो बाँसको र त्यो माथि टुप्पामा चाहिँ एउटा चक्र राखेको हुन्थ्यो त्यो चक्र सायद हावा कुन दिशाबाट आएको छ भनेर पत्ता लगाउनलाई हो अथवा के हो त्यो थाहा भएन तर माथि राखेको हुन्थ्यो चक्र त्यो राख्ने भएको हुनाले यो ठाउँको नामै चक्र हान्ने डाँडा हुन गयो तर हेर्दाखेरि त यो पाखोहरू त प्रायः जस्तो सबै च्यान डाँडा थियो पहिला पशु चराउने ठाउँ हो गौ चराउनु हो तर यो ठाउँ पनि पहिला कुनै बेला च्यान डाँडा नै थियो तर चक्र चाहिँ हाल्थ्यो फेरि यहाँ गाइस हामी चाहिँ यहाँबाट फर्किसकेको फोटो भिडियो खिचेर हेलो
मेरो छाया पनि पर्यो गाइस खुट्टा दुई अब हामी फेरि घरमै जाने है ब्रेकफास्ट खायो खाना खाएको त हो नि चिया खाएको त बिहान नै होइन यस्तो भन्नुहुन्थ्यो रोटी र अनि के खाने अनि फेरि लन्च गर्ने भन्नुभएको थियो ए हो भन्नुभएको थियो मजा आउने भयो नि मान्छे त भन्नुभएको थियो ओइ यहाँ त के लेखिरहेछ नि बल्ल देखेँ है त्यहाँ झन् स्वागत वेलकम लेखेको स्वागत नोटिसै नगरेको अघि मैले त आउने बित्तिकै सो गाइज आउनु यता आउनु जानुभएछ नि है त्यो डाँडाबाट यसो आउँदाखेरि त्यो जमिनको भाग छ नि यसरी गएको त्यो घरहरू भएको त्यो बिल्डिङहरू भएको यसरी आउँदाखेरि बन्चरको आकार देखेर बन्चरे भन्छ यहाँको मान्छेले त्यो ठाउँलाई र यो गाइज यहाँ चाहिँ इन्द्रेणी पर्ने भएको भएर इन्द्रधनु नाम भएको रे इन्द्रेणी पर्ने भएको भएर माथि छन् कि हो अनि गाइज यो चाहिँ पहिले जमानादेखिको पोखरी है पोखरा यहाँ चाहिँ पूजा शर्मा र पल शाहको सुटिङ पनि भएको रे घरमै के अरे म यस्तो गीत गाउँछु है गीत आउँदिन भाइ गाइज यत्तिकै चाहिँ खेल्नु पर्ने हुन्छ है यतिको चाहिँ खेल्नुपर्छ है एक्सर्साइज है गाइस एक्सर्साइज खाएपछि यतिको चाहिँ गर्नुपर्छ खाएकै छैन मर्निङ एक्सर्साइज कहाँ ठोक्यो स्विट गर्ल हो है म गाइस तिनीहरू गइसक्यो यहाँ चाहिँ यस्तो गर्ने है गाइज सक्दै एउटा हात भएर हो गाइज नत्र गरिदिन्थेँ यसरी उचाल्ने है म यहाँ राख्छु है हेर्न सक्नुहुन्छ गाइज तपाईँहरू यस्तो गर्ने है गाइज ल गाइज अब चाहिँ जाम आइज वे सबै गइसक्यो अब चाहिँ हामी जान्छौँ है गाइज हामी चाहिँ आयौँ है आइसक्यो गाइज हेलो गाइज थकेलाई हिँड्दा सो हेलो गाइस यस्तै छ जिन्दगी अब चाहिँ एकछिन पछि फर्किने हो खानासाना खाएर हामी हाम्रो ब्रेकफास्ट बच्चा पाउनु लारे हेर न आछि ई के हेर यो आँखा हो काउ चिज है काउ चिज यता यहाँ चाहिँ कस्तो राम्रो राम्रो फुलहरू फलाउनु भइरहेछ खै बिरालो वहाँ पर छ गाइस अब चाहिँ हामी जानु लागेको चाहिँ बिदाई हुँदैछ मन जान्छ बिदाई भयो फुल अनि मा यस्तो भन्छ खै अब चाहिँ फोटो खिच्ने हाई बिना
हामी चाहिँ गयौँ अब बाई 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 रमाइलो भयो के अरे कालीबाङको घरेरीको एक्सपिरियन्स खतरा भयो कालीबाङ हो सरी गाइस कालाबाङ हो यस्तै छ ब्याग भिरेर अब घरतिर लाग्नु पर्यो हेलो गाइज तो कैसे है आप लोग तो कैसे है दोस्तों मलाई त त्यहाँको त्यो उस फेरि खानु मन नानी हजुर अब गाडी चढ्दैको अवस्था ओहोइ बाई 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 गाइस अब चाहिँ जाने गाइस कति छिटो पुग्न पनि लागिसक्यो आमै कस्तो राम्रो कति बसेछौ परदेशमै त्यसै छोडेर फर्किआऊ माछा पुछिरे हिमाल सम्झेर कति बसेछौ गाइस हामी चाहिँ अब घर जाने हामी चाहिँ गाडीबाट झरिसक्यो अब चाहिँ घर जाने कहाँ तिम्रो तिम्रो घर सो गाइस मेरो साथी चाहिँ गइसक्यो म एक्लै हिँड्दैछु यो बाटोमा झ्याउ लगाइसक्यो गाइस म चाहिँ घर आइसकेँ फाइनली लास्सी थकाइला हिँड्दा हिँड्दा मेरो घर चाहिँ के हो गाइस यही गाइस मेरो घर not my one but finally kami karayo oh ay Tami Hello guys Evan Oh guys यति नै थियो मेरो आजको भिडियो यदि भिडियो मन पर्यो भने do like and subscribe to my channel. Thank you for watching.